वेलकम ब्याक गाइज। कस्तो छ तपाईँहरूलाई? सन्चै हुनुहुन्छ होला? म पनि एकदमै सन्चै छु होइन। आज चाहिँ हामी राइड जाँदैछौँ। बिहानको 5:25 गएको छ टाइम चाहिँ होइन। हामी जाँदैछौँ राइडतिर। हाम्रो यात्रा चाहिँ आज कहाँसम्म हुँदैन खासै थाहा छैन, हिँड्दैछौँ। अगाडितिर त्यो छ म छु हामी उकालो खलेर होइन, उकालोमा चल्नु सक्छ होइन। अझै चाहिँ निस्किसक्यो हो, हाम्रो यतातिर हामी निस्किसकेका छौँ। दोकान छ हेलो अन्त अब लगाएर आएको चाहिँ हात दुख्दैन मेरो चाहिँ, आँखा दुखेर हैरान हुन्छ अहिले। ल अहिले देखाउँछु है त म बाटो भेटाइसकेका छौँ होइन। यो चाहिँ बबई क्याम्पस अगाडि छौँ हामी, चाहिँ बबई क्याम्पस हो। हामी चाहिँ अब जाँदैछौँ एयरपोर्टतिर। एयरपोर्ट एरियासम्म जाने मेरो साथ होइन, एयरपोर्टसम्म पुग्छ होला। आज अलिकति गाह्रो छ गाइस, जाडो लगाइरहेको टी सर्ट मात्र लगाएर आएको। यो चाहिँ म पढ्ने क्याम्पस है साथीहरू। यो चाहिँ राप्ती बबई क्याम्पस, तुलसीपुर 12 नम्बर वडामा पर्छ। अब त यस्तो चलिरहेको साथीहरू। आज बिहान कलेज चाहिँ बिदा थियो होइन। आज चाहिँ बुद्ध जयन्ती गरिरहेको, त्यही भएर आज चाहिँ बुद्ध जयन्तीको बिदा। त्यही भएर चाहिँ हामी जाँदैछौँ राइडमा, जाँदैछौँ घुम्नलाई होइन। अब कहाँसम्मको हुन्छ त्यहीसम्म यात्रा चाहिँ हजुरहरूलाई देखाउँछु। कहाँ बजारबाट आउनु अङ्कल? अङ्कल चाहिँ बजारबाट आउनु भएको रहेछ होइन। यहाँ चाहिँ टन्डन अङ्कल हुनुहुन्छ अरे। यहाँ चाहिँ लास्ट चाहिँ खतरा हुनुहुन्छ गाइस, मस्तसँग चाहिँ जस सामान चाहिँ मैले त्यहीँदेखि लग्छु होइन। त्यहीँबाट चाहिँ मैले सामानहरू सधैँ लग्ने गरेर हुन्छु। राज्यबाट राम्रै छन् मान्छे। ल यो चाहिँ हाम्रो क्याम्पस है साथीहरू, समर क्याम्पस। यो चाहिँ हाम्रो राप्ती बबई क्याम्पस। म चाहिँ यहीँ पढ्छु है साथीहरू। अहिले चाहिँ मेरो ब्याचलर थर्ड इयर हो, थर्ड इयर चाहिँ सकिन लाग्यो। अब चाहिँ फोर्थ इयर पढ्ने बेला हुन लागिसक्यो, बुढो भइसक्यो। तर पनि पढेको पढाइ चाहिँ कहिले नसकिँदो रहेछ। अलवेज पढेको गरेर आउँछु मैले। आउँछौँ हामी माथि गइसक्यो साथीहरू है। म साथै बसिरहेको छु। अब चाहिँ हाम्रो मैले स्कुल यो कान्छाको दाइले पढ्ने स्कुल आउँदैछ है, स्कुल हो होइन। यसको भाइले चाहिँ पढ्छ। यसमा चाहिँ बिस्तारै यस्तो मजाहरू गर्छन् गाइस होइन। बरफबाट यस्तो राम्रो भ्यू छ, दामी सही हुन्छ होइन। आज चाहिँ हामी कहाँ देख्न जान्छ ठिक छ। यति साइडतिर जाँदैछौँ। यो चाहिँ बर्को रोड है, बर्को रोड। नमस्कार। नाक खोलिरहेको छ होइन। बिना कुरो बिहान लड्लान् मान्छे चाहिँ हुली हान्न खोज्छ बेला बेलामा, तर सक्दिनँ होइन। चाहिँ बिहानको मौसम है। अहिले चाहिँ कति बज्यो भन्दाखेरि ठ्याक्कै कति बजी जान्छ अहिले चाहिँ ठ्याक्कै 5:50 जानु लागिसकेको छ होइन। ठ्याक्क पूजापाठ गरेर निस्किसक्नु भएको छ बाहिरतिर। अनि अरू चाहिँ खतरनाक छ नि गाइस। त्यहीदेखि त्यही माथि गएर चल्छ र लेफ्टतिर यहाँनिर पनि एउटा अहिले चाहिँ पहिला यो आइएसआइजी क्याम्पस थियो साथीहरू होइन। अहिले चाहिँ यो गोर्खाले किनेर चाहिँ गोर्खाको ब्रान्च खोलेको छ यहाँनिर। राम्रै भन्दा हाफ पेन्सन लाएर त्यो फल्दै रहेछ चाहिँ चल्नु चाहिँ जानुपर्छ। अब नानी त खोल्यो भने राम्रोसँग त्यतिखेर चाहिँ जानुपर्छ। हामी चाहिँ
अल्टी हान्छ तलतिर आएको अब अहिले तलतिर अल्टीतिर सिराखेका छौँ हामी चाहिँ होइन एकछिन देखाउँछु म तपाईँहरूलाई सबै कुराहरू सिङ्गल ह्यान्ड राइड एउटै हातले चलाएर आउँदा सधैँ एउटा हातले मोबाइल पक्र्नुपर्छ एउटा मन्दिर रहेछ खतरनाक मन्दिर हामी चाहिँ दुईजना चल्दैछ लिड गर्नु होला होइन ल म चाहिँ लिड गरिरहेको छु होइन जाँदैछु कतितिर बाटो चाहिँ अब यो बाटो हो र अन्त यो बाटो हो र बाटो चाहिँ कच्ची छ होइन त्यही भएर लास्ट हल्लिँदा खायो मोबाइल चाहिँ सबैबाट हेलमेट हामीले त्यसपछि अब हेलमेटमा लागि हाकेर चाहिँ गराउँछु होइन अहिले चाहिँ अलिक गाह्रो भयो अगाडि अगाडि छ म चाहिँ पछाडि पछाडि बिस्तारै बिस्तारै हिँडिरहेको छु होइन यस्तोसँग सिङ्गल ह्यान्ड आज एउटा हातमा चलाएको रहेछ एउटा हातमा चलाइरहेको छु अब चाहिँ हावा पनि लागिरहेको क्या आज सिसिरी सिसिरी हावा चलिरहेको यस्तोसँग ठिक छ आज चाहिँ हामी जस बाटो अलिक राम्रो बाटो चाहिँ जाने भन्नेतिर हो जान पाइरहेको थिएन अस्तिदेखि साइकल बिग्रेर तनाव भएको फेरि साइकल बनाएको पनि छैन होइन साइकल बनाउनु पर्ने छ त्यहाँबाट चाहिँ लास्ट हल्लिन्छ क्या एउटा हातले पक्र्दाखेरि एयरपोर्ट एरियातिर आइसकेको छ है बाटो चाहिँ खतरनाक छ यतातिर आजको राइड चाहिँ तपाईँहरूलाई मैले राम्रोसँग देखाउँछु होइन म अगाडि हिँड्यो भने त देखिनस् त्यही भएर हो फेरि तर चाहिँ अगाडि जा तँलाई देखाउँछु भन्दा अनि कान्छा आज किन स्कुल बिदा हो ए आज बुद्ध जयन्तीको कारणले चाहिँ बिदा होइन अनि कति पर्छ नि त अहिले चाहिँ भन् त अहिले चाहिँ एसी दिने मान्छे है देख्दाखेरि भर्खर जन्मेको छ अस्ति त्यही पनि यत्रो अब एसी दिने बेला भइसक्यो 10 कक्षामा पढ्छ मान्छेले पनि त्यहाँदेखि क्लासमा चाहिँ पढ्छ मान्छेले जाँदाखेरि चाहिँ मस्त हुन्छ होइन ट्याक्क लगाएर घाम पनि उदाउनु लागिसकेको छ होइन अब चाहिँ एकछिनमा चाहिँ घाम पनि उदाउँछ होला धेरैजना मान्छे उठिरहेको छ मोबाइल चाहिँ लास्ट हल्लिन्छ क्या अहिले पढ्दाखेरि एउटा हात चलाउनुपर्छ कन्ट्रोल चाहिँ गरिदिन्छ गर्न चाहिँ अनि हल्लिन चाहिँ लास्ट हल्लिन्छ अगाडि गइसकेको मान्छे त हाम्रो यहाँदेखि चाहिँ एकदमै खतरनाक राइड हुँदैछ गाइज होइन बाटो चाहिँ एकदम बेस्ट छ क्या यहाँनिर साइकलको लागि चाहिँ अब एउटा हात चलाउँदाखेरि चाहिँ गाह्रो भइहाल्छ मलाई उसलाई चाहिँ दुइटा हातले अब कुदाइराख्छ म चाहिँ बिस्तारै बिस्तारै जान्छु होइन अहिले फर्किँदाखेरि चाहिँ हान्नुपर्छ मस्त राइड बाटो चाहिँ बवाल छ यार जसले चाहिँ भन्यो भने यो चाहिँ एयरपोर्ट साइडको एरिया हो तुलसीपुर 12 नम्बरबाट पर्छ होइन यहाँ चाहिँ अब सानोतिनो प्लेनहरू चाहिँ उठ्छन् मेरो घर चाहिँ वास्तवमा भन्ने भने चाहिँ म घर चाहिँ रोड पाएको साथीहरू होइन यहाँ चाहिँ पढ्नको लागि आएको पढिरहेको छु आज यसो बिदाको टाइममा चाहिँ गइदिउँ न त भनेर चाहिँ हिँडिरहेको हो यस बिहान बिहान साइक्लिङ गर्नुको मजै बेग्लै छ है साइकल बिग्रिसक्यो त्यही पनि चलाउन चाहिँ साह्रै छैन बनाउनलाई चाहिँ टन्नै पैसा लाग्छ भनिरहन् त्यसपछि चाहिँ मस्तसँग भइरह होइन यहाँ पुरै बनाउने हो क्या यो चाहिँ अहिले आउँदाखेरि फर्केर यो जङ्गल चाहिँ लास्ट खतरनाक जङ्गल जस्तै देखिन्छ है गाइज पुरा यहाँ चाहिँ के पाइन्छ नि खान्छ भन्छ अलि यसरी गराएर भन् न तर बिहान बिहान हिँड्नु र हावा खानु भने एकदमै राम्रो कुरा हो हामी चाहिँ 5 बजीतिर उठेको आज होइन 5:30 बजी त हिँडेको बिहानको हावा खाम भनेर निस्केको भाइले पनि काम ठिक छ त भन्यो अनि त्यही भएर बिहान बिहान हिँडिराखाम त्यो शीत परिरहेको छ आजकल पनि जस यो बाटो चाहिँ एकदमै बवाल छ बाटो चाहिँ राम्रो छ है जसले चाहिँ भन्यो भने बिहान बिहानको मौसम छ काफल पाक्यो भने चराको काफल पाक्यो भन्दैछ यार काफल त यहाँ पाइँदैन साथीहरू है तर पनि काफल पाक्यो भन्ने चराहरू छन् काफल चाहिँ एउटा पनि पाइँदैन त्यसको लागि कि त कब्रुकोट जानुपर्छ कि त माथि यो लेकतिर जानुपर्छ लेकतिर चाहिँ पाउँछ अलिअलि यो चाहिँ खासै पाउन्न है
बाटो चाहिँ देख्न सक्नुहुन्छ हैन। साइकलको लागि बाइक पनि आउँछ यसमा चाहिँ, बाइक पनि चल्छ। साइकल बाइकको लागि चाहिँ भोवाल छ के, यहाँ न गाडी हिँड्ला भन्ने टेन्सन हैन, न चाहिँ के होला भन्ने टेन्सन। मस्तसँग आफ्नै पारामा हिँड्यो, भिडियो बनायो, यस्तै त हो नि। अब हजुरहरूले माया सपोर्ट गरिदिनु भने चाहिँ अरू पनि बनाउँछु मैले भिडियोहरू। र खास गरी चाहिँ यो भ्युजको लागि भन्दा पनि मैले चाहिँ भ्युजको लागि भन्दा पनि हैन, मसँग चाहिँ आफ्नो हुन्छ के यादहरू हुन्छ। भोलि अब कहिले के हुन्छ थाहा हुँदैन नि त हैन। अब अहिलेको यो टाइम पिरियडमा चाहिँ हामीले यस्ता कुराहरू गरिरहेको थियो, हामी चाहिँ यसरी हिँडिरहेको थियो साइकलमा, यहाँ चाहिँ गएको थियो भन्दा त्यो मेमोरी हुन्छ भनेर मात्रै हो है, मेमोरीको लागि मात्रै हो। जसलाई चाहिँ अब यो भिडियो राखेर चाहिँ पैसा कमाउने इन्टेन्सन चाहिँ छैन मेरो। जस्ट भोलिको युट्युब भनेको चाहिँ एउटा स्टोरेज जस्तै हो क्या हैन। युट्युबमा चाहिँ यो भिडियोहरू डिलिट हुन्न प्रायः, 80सम्म पनि हेर्न सक्यो नि हैन। अब म अहिले चाहिँ 20 वर्ष रनिङ छु, खै 20 वर्ष रनिङमै छु। अब भोलिका 30 वर्षको उमेरमा 40 वर्षको उमेरमा पनि भिडियो डिलिट भएन भने चाहिँ त्यतिखेर हेर्दाखेरि हैन, आफ्नो साथीभाइहरूलाई देखाउँदाखेरि, आफ्नो छोराछोरीहरूले हेर्दाखेरि चाहिँ म चाहिँ यस्तो थिएँ कुनै दिनमा चाहिँ भन्ने कुराको अनुभूति हुन्छ। यस्तो मैले योसम्म गरेँ, म यस्तो थिएँ भन्ने कुरा हुन्छ नि त। त्यही भएर मात्र हो भिडियो बनाइरहेको हुन्छु मैले प्रायः। त्यही भएर राम्रोसँग एडिट पनि गर्दिनँ, जस्तो छ त्यस्तै हालिरहेको हुन्छु। अब हजुरहरूले चाहिँ यस्तो पनि अब माया सपोर्ट देखाउनु भयो भने ठिक छ। चाहिँ म चाहिँ थ्याङ्क यू भन्न चाहन्छु, मनदेखि आभार प्रकट गर्न चाहन्छु है। हामी चाहिँ अब निस्किन लागिसकेका छौँ, यो जङ्गलको बाटोबाट चाहिँ निक्लिन लागिसकेका छौँ। अब चाहिँ हल्का हल्का मात्रै छ निक्लिनलाई, लगातार हिँडिरहेको अघिदेखि। ल वेलकम ब्याक गाइज, हामी चाहिँ निक्ल्यो है। अब चाहिँ जङ्गलदेखि बाहिर निक्ल्यो। अब चाहिँ टरिगाईको एयरपोर्ट एरिया चाहिँ हामी क्रस गरेर यतातिर चाहिँ एउटा फुटबल ग्राउन्ड छ हैन। त्यो फुटबल ग्राउन्डमा चाहिँ प्रवेश गरिरहेको बाटो चाहिँ जस आँखा छ भनौँ। गाडीहरू हिँड्ने भएन भने चाहिँ एकदमै राम्रो हुन्छ क्या। गाडीहरू हिँडिराख्यो भने चाहिँ लास्ट चाहिँ तनाव हुन्छ हैन, कन्ट्रोल गर्नु पऱ्यो। गाडीले हानिदिन्छ कि भन्ने डर लाग्छ, घरबाट गाली गर्नुहुन्छ मम्मी बाबाले, साइकल त धेरै नचला, चलाइ पनि अलिक राम्रोसँग चला भनेर चाहिँ गाली गर्नुहुन्छ। अब के गर्ने होइन, साइकल भएपछि चलाउन मन लागिहाल्छ, अब यता हिँड्न मन लागिहाल्छ। अहिले चाहिँ एउटा अटो भेट्टै पारिन चाहिँ, अब एकदम चलाउन मन त लागिहाल्छ नि अब होइन। भएको चाहिँ अब राख्नु भएन, तै पनि अब सम्हालेर चलाउनु पऱ्यो। चलाउनु चाहिँ यस्तै हो, अब लखर हिँड्ने अनि अब यादहरू जस्ट मेमोरी बनाउने हो गाइज होइन। यादहरू चाहिँ बनाउने हो। म चाहिँ कुनै दिनमा यस्तो गरिरहेको थिएँ अनि यस्तो सम्झना मात्रै हो। अब चाहिँ रेकर्ड गरेको कुराहरू मात्रै सम्झनामा रहने हो साथीहरू होइन। भोलितिर अब आफूले दिमागमा त रहन्छ चाहिँ, तर पनि ती कुराहरू कतिपय कुराहरू बिर्सिहाल्छ। तर त्यो नबिर्सियोस् भन्नको लागि नै हो मैले चाहिँ यादगार बनाएको। त्यो पलहरू चाहिँ अब बिर्सिँदैन नि त, क्यामेराले क्याप्चर भएका क्षणहरू चाहिँ, क्याप्चर गरेका कुराहरू चाहिँ होइन। अब के डिलिट गरे मात्रै हो, नत्र भने त रहिरहेको छ। त्यही भएर नै भिडियो चाहिँ बनाउन चाहिँ मलाई अलिकति इच्छा जाग्छ, यो राम्रो लाग्छ जस भिडियो बनाउन। यसो भ्युजको लागि यताउति पैसाको लागि छ होइन। मजा आउँछ है, मजा आउँछ। आज मैले भिडियो बनाउँदैछु त्यही भएर म चाहिँ स्लो हिँडिरहेको छु साथीहरू होइन। त्यही भएर चाहिँ यो केटालाई मजा आएन अरे। एकछिनपछि अब त्यो पुऱ्याउने हो। बाटो चाहिँ पिच छ, भर्खरकै पिच हालेर छ दाइजो बाटो चाहिँ। अब यहाँनिर चाहिँ एउटा ठुलो पानी ट्याङ्की छ, यो चाहिँ तुलसीपुर 12 नम्बर एयरपोर्ट एरिया। घाम भर्खर आउँदैछ साथीहरू, म चाहिँ हिँडिरहेको छु। हावा चाहिँ मस्तको चलिरहेछ, हावा खाँदा हिँडिरहेको छु। तर पिच बाटो चाहिँ एकदम बवाल रहेछ क्या, यहाँनिर भर्खरै पिच हालेको। यस्तो बाटोमा चाहिँ गाडीहरू खास हिँड्दैनन्, गाडीहरू नहिँड्दाखेरि चाहिँ एकदमै बाटो चाहिँ सफा छ होइन। गाडी नहिँडेको चाहिँ हाम्रो लागि चाहिँ राम्रै हुन्छ क्या। मजासँग चाहिँ हिँड्यो, मस्त हावा खाँदै, टेन्सन चाहिँ हुँदैन। गाडी ल्याएर ठोकिदिने कि भन्ने टेन्सन चाहिँ हुँदैन, अलिक बिस्तारै हिँड्न जान्छ। सँगसँगै घाम सँगसँगै हावा खान स्पिड कहिले हाल्नु लान्छ के छ र। आज चाहिँ बिस्तारै स्लो राइड गरौँ क्या,
एउटा हातले फास्ट कुदाम भने चाहिँ ढल्ले लाग्ने पिर अस्ति त एकजनाले हान्दिएर गाइस मजासँग बिस्तारै चलाइरहेको थिएँ पछाडिबाट आएर हान्दियो एउटाले साइकलको टायर चाहिँ गाहा बनाउने भन्दा अस्तिदेखि बनाउनु खोजिरहेको छु तर टाइम मिलिरहेको छैन बजार जान टाइम पैसा सबै मिलिरहेको छैन होइन के गर्ने अब पढ्न आएको मान्छे फिस त यति मात्र रहेछ यार त्यो न त जानेन फर्क्यौँ ओके टिचर हुन्छ आइज रे त्यसपछि फर्क्यौँ तिजबाट चाहिँ सक्यो कि जो चाहिँ हामी फर्केको यसो चाहिँ हामी फेरि पुनः अघिकै बाटोमा जान्छौँ र अलि चाहिँ त्यहाँनिर गएर चाहिँ हल्का स्पिड हान्छ है यताबाट यताबाट नि हो यताबाट आइज पछि बाटोबाट जस्तो गाउँ छिरिरहेको आएको हामी मान्छेहरू पनि छन् देखिरहनेहरू खान् के गरेर होला भन्ने ठानेर होला नि होइन अब ठिकै छ भ्लगिङ गरेर आएको अब बुझ्नेहरूले चाहिँ बुझिहाल्छ नबुझ्नेले त अब जे भने ठिक छ त्यस्तै हो पहिला पहिला त मान्छेहरूले भनिहाल्छन् तर अब सुन्न सक्ने चाहिँ हुनुपर्छ होइन एक्लै बराबर देखेर पनि ओली आउँछ कि केटो भन्नु त खानिरहेको होला नि होइन यस्तो होइन यसो गल्तीले सोच्यो भने अब म चाहिँ भिडियो बनाउनु चाहिँ छाड्दिनँ जस बिस्तारै बिस्तारै बनाएर हालिरहेको हुन्छु होइन हजुरहरूले चाहिँ लाइक सपोर्ट गरिदिनु होला भन्न चाहन्छु एकछिनपछि त अब अलिक तल गएपछि देखाउँछौँ है साथीहरू अनि चाहिँ एउटा हातले चलाउँदा चलाउँदा थाकिसकेँ दुखिसक्यो लास्ट चाहिँ 9-10 मिनट पनि भिडियो भइसक्यो होला चलाउन लागे तुलसीपुरदेखि घरखोलाको तल्लो पुलको बिचमा छौँ होइन तल्लो पुल चाहिँ त्यहाँनिर छ खोलो खोलाम न अब चाहिँ कान्छा हामी चाहिँ बत्ती नै निभाउनको लागि आस्तो भयो ल कान्छा बत्ती निभा त बाबु एउटा होइन धर्म काम गरेर यता आइसकेपछि होइन बत्ती पनि लगाएर चाहिँ उज्यालो भइसक्यो ल बन्द गर्दै ल थ्याङ्क यू भन्छ नै तपाईँ ल सूर्य पनि त्यहाँ आइसक्यो होइन मस्तसँग अब जाँदैछौँ है हामी पनि साथीहरू म फेरि पनि आइसकेको छु होइन अब चाहिँ हामी घरखोलाको तल्लो पुल हामी चाहिँ माथिको घरखोलामा 3वटा पुल छ है मेन पुल चाहिँ माथि चाहिँ यो घोराई रोडमा छ मेन हाइवेमा त्यसपछि अलिक तल यो मानपुर जाने रोडमा छ र यो अलिक तल्लो लास्ट तल्लो थर्ड पुल हो त्यहाँ चाहिँ हामी जान लागिरहेको हो यतातिर आइसक्यो आज हामी हिँड्दा हिँड्दा चाहिँ खोलाको बाटो हिँडिरहेको त्यहाँबाट नि हो र खोलाको बाटो हिँडिरहेको अब यतैबाट जान्छौँ हामी होइन तर यहाँ चाहिँ के हो आजकल धान रोप्नु लागि क्या पानी छ त पानी खेतमा चाहिँ पानी हालेर छन् गाइज होइन अब सायद खेत रोप्छन् होला अरे अब खेत बनाउँछन् होला रोप्नु त आजकल गाह्रो प्लान तर धान पछि रोप्छन् गाइज यहाँ धानतिर चाहिँ हाम्रो छ पहाडतिर चाहिँ अहिले छिटो रोपिन्छ तर यहाँ चाहिँ अलि खोलै आएन खोला आयो भने यो वर्षाको पानी धेरै वर्षा गऱ्यो भने त्यो वर्षाको पानीहरू चाहिँ रोप्छन् है धान तर पनि यहाँ ढिला रोप्छन् पनि छिटो काट्छन् है होइन हाम्रो चाहिँ वहाँ छिटो रोपिन्छ नि ढिला काट्नु हुन्छ किनभने यहाँ चाहिँ अब गर्मी छ वहाँ चाहिँ अब जाडो हुन्छ नि त त्यही भएर चाहिँ धान अब सेटै पाक्दैन त्यता मसला देखिरहनु भएको मसलाको बगैँचा हो त्यहाँ पनि जान्छौँ अहिले हामी एकछिनमा दामी छ है गाइस ठाउँ चाहिँ राम्रो छ एकदम अस्ति गएको हामी भिडियो खासै बनाएन आज चाहिँ म डन्नै भिडियो बनाइरहेको छु यस ठिक छ आज चाहिँ लामै हुन्छ भिडियो 15-20 मिनटकै हुन्छ होला सायद तलको पुल है साथीहरू माथिको पुल त देखिन्न होइन सूर्य उदाएर पनि यता आइसके आज चाहिँ बादल गरिरह होइन ल अब हाम्रो कान्छा चाहिँ उताबाट आउँछु भन्दैछ आउँदैछ है ल अनि धिरन दाई खाना दिनुभएको छ कस्तो खानुहुन्छ कि म पनि खान्छु कि
Audio down. You holding the camera. Sonaको नास्ता. Here's the water. Here's my bike. Mahal जस्तो है. आज आइम तलसम्म अब जाने पर्खामा छौँ हामी पनि भर्खर नास्ता आइसक्यो हल्का 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 नास्ता लिएर आएको थियौँ साथीहरू होइन अब चाहिँ जान्छौँ हामी ठिक छ आज चाहिँ कति बजी अहिले भर्खर 6:30 आएको छ 5 बजीतिर आएको 1.5 घन्टा जति भयो अब चाहिँ जान्छौँ होला हामी यहाँदेखि जान्छौँ बादल पनि लागिरहेको फेरि गाइज मैले चाहिँ हेर्नुहोस् त सुपर पावर नयाँ सुपर पावर चाहिँ खोलेको पनि छैन क्या आज चाहिँ यो मान्छेले खान्छ अब यो सुपर पावर खाएर पावर निकालौँ भन्ने कुरो हो है साथीहरू मैले चाहिँ खाँदिनँ फेरि यो जस्ट फुटाएको मात्र है हेलो गाइस अहिले चाहिँ हामी होइन अब यहाँदेखि चाहिँ हामी साइपुर निक्लिन जाँदैछौँ यो बाटो चाहिँ साइपुर निक्लिन्छ पहिला पनि आएको थियौँ यो बाटो आज पनि यो बाटो चाहिँ आयौँ हामी एकछिनपछि चाहिँ अब लगभग लाग्छ होला 15-20 मिनट पछि हामी साइपुर निक्लिन्छौँ होइन बाइक चाहिँ खासै हिँड्दो रहेछ यो बाटो पनि अलिअलि चाहिँ हिँडिरहन् के छ र आजको राइड चाहिँ देश लामै भयो तुलसीपुर 16 लक्ष्मीपुर चोकमा चाहिँ छौँ है साथीहरू अब चाहिँ केही सिनमा चाहिँ हामी चाहिँ पुग्छौँ साइपुरमा पुग्छौँ होइन माथितिर गयो भने साइपुर हो तलतिर गयो भने अघि आएको बाटो हामी अहिले चाहिँ हामी पसलमा चाहिँ चौचो किन्दैछौँ भाइ चौचो किनेर त्यसमा चाहिँ अब चौचो खाएर साइपुरको लागि जान्छौँ हामी होइन त्यसपछि चाहिँ घर जाने हो हामी चाहिँ अब साइपुर आउँदैछौँ है कहाँ जान आउँदा है यहीँ बस्ने ल हामी चाहिँ साइपुर निक्लियो है साथीहरू साइपुर निक्लियो भन्छौँ है अब माथि चाहिँ बिजोर जाने बाटो यता चाहिँ हाम्रो तुलसीपुर जाने बाटो हामी सब एकछिनमा तुलसीपुर जान्छौँ होइन आएको चाहिँ तलदेखिबाट ल अब नास्ता खाने नास्ता खान्छ नास्ता खाने अब साइपुरदेखि अगाडितिर अब कता भनौँ पश्चिमतिर भनौँ होइन तुलसीपुरतिर जाँदैछौँ घर फर्किँदैछौँ अगाडि चाहिँ यो बाबु छ कान्छ इन्टु बाबु कान्छको नाम के अरे अब ल यतातिर चाहिँ यस्तो छ कि बाइक आइरहेको पछाडिबाट गाडी आइरहेको होइन अगाडितिर छ यतातिर जेसीले खन्दै रहेछ अब चाहिँ हामी घर पुग्ने बेला भइसक्यो 7:30 8 बज्न लागेको छ यार बाइक पनि जान्छ कतिखेर हामी 5 बजे निक्लेको गाइस 8 बज्न लागिसक्यो आज चाहिँ घर अब भिडियो एडिट गर्नु पर्ला होइन अलिअलि त एडिट त गर्नु पर्यो भन्ने अब घरखोला नजिक होइन घरखोलाको नजिकतिर आइरह यहाँ चाहिँ एउटा भाइको घरतिर छिरेको थियौँ उतातिर जस्तोतिर मोटे भाइको घरमा छिरेको थियौँ अब चाहिँ हामी जान लागिसकेका छौँ घरतिर के छ र असुविधा छ डाइरेक्ट मोटे भाइ हो होइन ल अब चाहिँ हामी नजिकै छिटै पुग्छौँ है साथी घरखोला त्यसपछि चाहिँ घर पुगिन्छ होइन यतातिर चाहिँ जस्ट अब अगाडि बढिरहेको यो चाहिँ एक बिना कामको लागि हामी घरखोलाको बिचको पो अब हाम्रो घर जाने ठाउँ पाइ चाहिँ हाम्रो घर छ होइन अब त्यहाँ चाहिँ देखिन्छ देखिँदैन यहाँदेखि आँखाले चाहिँ देखिन्छ तर उसले देखिन्न क्या क्यामेरा होइन अब जाँदैछौँ ल भिडियो
घर जाँदै अलिक बिस्तारै आइज न लुकेको माथि अब घर आइपुग्न लागिसकेका छौँ गाउँलो राष्ट्रिय भएर चाहिँ साइकल गराइरहेको अवस्था हो पछाडिबाट गान्छ के छ हालखबर सन्चै छस् नि गाँठ त फट्ने खट्ने त्यस्तो उकालो छ उकालो भएर हैरान भइरह ल फाइनल्ली हामी चाहिँ घरतिर आइपुग्यो आजको राइड चाहिँ एकदमै बवाल भयो गाइज होइन राम्रै भयो जस हामी नसोचेको ठाउँमा पनि गयौँ आज धेरै टाढा जाने चाहिँ सोच थिएन तर पनि टाढै पुग्यो जस एक चक्कर चाहिँ राम्रै ठुलो चक्कर हानेर आयौँ हामी होइन कति अन्टीहरू छन् नि त्यसो हो अब लास्ट हो त्यही भएर चाहिँ चलाउँ न त एक राउन्ड लास्ट अब एकै फाइनल्ली अब चाहिँ आइपुग्यो भनौँ अब भिडियो कस्तो लाग्छ होइन त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सनु होला आजको भ्लग चाहिँ अब घर आएपछि समाप्त भयो हाम्रो एक नानी चाहिँ बसिरहेको छ नानी के साल खबर खाना खायो थाहा छैन हो ल नानी त खाना खाइदिनु अझै के गर्न लागेको हामी चाहिँ फाइनल्ली घर आइपुग्यौँ अब चाहिँ ढोका खोल्न अब नानी ढोका खोल्न अब त यो ढोका खोल्दैन यही नानी चाहिँ हाम्रो नानी पनि किन्छ नानी अन्त ढोका खोल्दैछु नि अब ल के भन्न चाहन्छु नानीलाई मैले अब छिरिन्न चलाएर डोराएर लग्छु म त ल फाइनल्ली आजको भ्लग चाहिँ यहीँनिर चाहिँ सकिएको छ अर्को भ्लगमा चाहिँ भेटौँला है त गाइस।